साथै यो कन्टेन्ट क्रिएट गर्नको लागि बेला बेला गुड लाइटिङ हुनुपर्छ क्या। त्यो मात्रै भएन, बेला बेला माछा मार्न जाँदा भयो, क्याम्पिङ जाँदा भयो, लाइट चाहिँ धेरै नै काम दिने चिज हो भनौँ न। अहिलेसम्म लाइटले कहिले पनि दुःख दिएको छैन। लाइट भएको राम्रै कुरो हुन्छ जहिले पनि होइन। यो चाहिँ देख्न सक्छ यस्तो खालको स्ट्यान्ड हुन्छ होइन। यो चाहिँ लाइट हो फेरि, यो चाहिँ जतै पनि फर्काउँदा पनि हुन्छ होइन। यस्तो खालको छ होइन। म लाइट बालेर पनि देखाउँछु टक्क छ अनि यहाँ थिच्ने छ होइन। यो एउटा भयो, अर्को 3टा ब्राइटनेस र अर्को कलर पनि छ, यसको कलर पनि चेन्ज हुन्छ होइन। यो यसरी पल्टाउँदा नि भयो, यसरी गर्दा नि भयो, यस्तो गर्दा नि भयो होइन। यता यसरी गर्दा नि भयो, जतै फर्काउनु मिल्छ होइन। यो चाहिँ अब भनिहाल्यो नि, क्याम्पिङ जाँदा भयो, भिडियो बनाउँदा ओर्दा पनि भयो, माछा मार्न जाँदा, बारबिक्यू गर्दा बाहिर राम्रो खालको स्ट्यान्ड भएको होइन। एकै फुल चार्ज गर्दाखेरि 17 घन्टासम्म थाम्दो रहेछ भनौँ न। यहाँ त्यसरी लेखेको छ। अब काम गर्छ गर्दैन त्यो थाहा छैन। 17 घन्टा मैले बालेर हेरेको छुइनँ, भनाइअनुसार त्यो छ। अनि यो चाहिँ सकेपछि चार्ज गर्न मिल्छ क्या। यहाँ पछाडि चार्ज गर्ने पोर्ट छ, चार्ज गर्दा हुन्छ। आउटडोर धेरै हिँड्नुहुन्छ भने चाहिँ धेरै काम लाग्ने चिज हो। अब कार्गो भ्यान ड्राइभरहरूलाई पनि राम्रै हुन्छ, पछाडि टक्कसँग लाइट साइट बाल्दा ओर्दा होइन। यो छोटो बनाएर बोकेर हिँड्नु हुन्छ। छोटो जत्रै पनि हुन्छ, यो लामो छोटो दुइटै हुन्छ। लामो छोटो दुइटै हुन्छ। लाइट राम्रो छ, ब्राइट खालको छ होइन। सबैतिर उज्यालो बनाउने खालको छ। तपाईँलाई लिन मन छ भने म मुनि लिङ्क राखिदिन्छु, हेरेर लिनु होला नि। धन्यवाद।